आमालाई मोइ अथवा बोइ भनिन्छ। कुनै ठाउँमा मोइ भनेर सम्बोधन गर्छन् भने कुनै ठाउँमा बोइ भन्छन्। बाबालाई बोइ अथवा बाबै भनेर भनिन्छ। कुनै ठाउँमा बोइ भन्छन् भने कुनै ठाउँमा बाबै भन्छन्। दाइलाई दाजी, भाइलाई भया, दिदीलाई दै, बहिनीलाई नानी भनेर भन्छन्। छोरालाई मिजा, केटालाई लेन्जा, केटीलाई महाजा भन्छ। भाउजूलाई भोजी भन्छ। मामालाई कुबा अथवा मामा, माइजूलाई मोमा भनिन्छ। हजुरआमा दुधु बजिया, हजुरबुवा दुधु बाजी। हजुरआमा हार बजिया, हजुरबुवा हार बाजी। बाबाको भाइलाई बाबु, बाबाको दाइलाई झ्याबा। फुपूलाई निनी अथवा निमा भनिन्छ। बाबाको दिदी हो भने निमा भनिन्छ। बाबाको बहिनी हो भने निनी भनिन्छ। फुपाजुलाई पुसाई भनिन्छ। आन्टीलाई मुसी भनिन्छ। अब यही साइनहरूलाई वाक्य बनाएर हेरौँ है त। कुबा झोडले गेप मजा नानी, मामा नमस्ते, सन्चै हुनुहुन्छ? दाजी कुलक नहोस्, दाई कता हिँड्नुभयो? ओहो भया हिले खबर, ओहो भाइ के खबर? मामा राहानी मुके, मामा बस्न आउनु। मुसी हिजाटमा नानी, आन्टी के गर्नु भएको छ? झ्याबा छोज्याके राहानी, ठुल बाबा खाना खान आउनु। मोमा नाको के कुटले, माइजू हजुरलाई कस्तो छ?